हेलो गाइस, आज चाहिँ हाम्रो सरहरूले घुमाउन लानु हुँदैछ छुतेनी मामा। हेलो भनिदिनु खै गर्दिन न। अनि यहाँ चाहिँ हाम्रो हिरो मामा बादल, अनि यहाँ चाहिँ हाम्रो सबसे लम्बु क्लासको आशिष मामा। जोन मामा खै जोन मामा यहाँ छ हो, अरू स्टुडेन्टहरू पछाडि। एकदम हामी चाहिँ वी वान्ट जस्टिस। अगाडि पनि देखाइदिनु न। खै हामी जाने बाटो चाहिँ यो हो गाइस। अगाडि अगाडि। हेलो अंकल। हेलो अंकल गाइस। यस्तो राम्रो यहाँ कस्तो अंकल चाहिँ कस्तो राम्रो हुनुहुन्छ हो। अंकलले पनि ब्लगमा हाल्दा मजा। सो गाइस हामी पनि फेरि न्यू पर्सनलाई हाम्रो ब्लगमा एड गर्न परेछ। हाम्रो बोका भाइ एकछिन हाम्रो न्यू अंकल हुनुहुन्छ। अंकल तपाईँ आफूलाई इन्ट्रोड्युस गरिदिहाल्नु न हाम्रो न्यू ब्लगमा। कस्तो लाग्यो? एकदम दामी छ भाइहरुको ब्लग। अन्त लाइक सब्स्क्राइब गरिदिनुहोस्, शेयर गरिदिनुहोस्। फलो साइडमा अप्सरी गाडी ठोक्यो। यी हाम्रो यहाँको क्लासको राम्री दिदीहरू। हाइटमा चाहिँ हुच्ची तर नाम चाहिँ दिदी। यो नपत्ता हेर्दा म चाहिँ हाइट पुर्की छैन। ए सरी अघि भर्खर के हाम्रो यो सर प्यारो सर। यो प्लान चाहिँ उहाँको हो होइन। सरलाई धेरै धेरै धन्यवाद। सर यहाँ पर हेर्नु दोकान छ। नयाँ ज्याकेट किनेको मैले फेरि खाने दुःख गरेको। सर यहाँ पर दोकान छ कि सर अहिले नकिन्नु भरे। इन्ट्रोड्युस भइसक्यो न पछाडिको पनि गर्दैछु। यहाँ छ हाम्रो प्रिया बहिनी हो। हेलो भन् मेरो ब्लगलाई। हेलो। यो चाहिँ हाम्रो दोस्ती। यो फोन बनाउनु क्या दामी देख्दैछ। उपर दामी देख्दैछ यो फोन त के कसको फोन हो? सरको फोन। सरको फोन इक्वल टु मेरो फोन। आज अब लु मेरो पनि फोन ल। सरी सुन पछाडिको अझै। गुड मर्निङ सबैजनालाई। सो आज भने चाहिँ हामी सबैजना आएको छौँ। यहाँ नानीहरू छ। हेलो। म कुच्ची भन्दैन नकुरो सबैजनाको ज्याकेट बोक्ने। सो अहिले चाहिँ हामी शीतल मोनास्ट्री आएको छौँ। यहाँको ऐतिहासिक धरोहर है र यहाँको इतिहास नानीहरूले पनि बुझ्नुपर्छ भन्ने हेतुले चाहिँ लिएर आएको छौँ। यस्तो छ सबैजना पछाडि आउँदैछन्। प्यारो सरको भ्लग चाहिँ सब्स्क्राइब अनि लाइक गरिदिनुहोस्। उहाँलाई हल्का युट्युबको सब सामानहरू छ हल्का है। हेलो कल। सो यस्तो छ यहाँनिर हामी पुग्न आँटेका छौँ। एक कान सुन्नुहुन्न। हेलो यस्तो छ गाइस। तिमीहरू सबैले हेलो पनि हिँडेको यस्तो छ। अन्त हामी पुग्न अगाडिको भ्यू हेर्नुहोस्। यस्तो छ अगाडि चाहिँ यस्तो देख्नुहुन्छ हो, एकदम शान्त वातावरण हो। अनि नानीहरूले पनि यो कुराको बारेमा सिक्नुपर्छ भनेर चाहिँ हो सबैजना छ नानीहरू। ल गाइस यहाँ चाहिँ यस्तो छ हो। अनि जाँदैछ हामी। सो भर्खर चाहिँ हामीले म्युजियम देखायो। म्युजियममा चाहिँ नानीले धेरैवटा कुरा सिक्ने एउटा मौका पनि पायो। अन्त इन्फर्मेटिभ भयो। अब हामी चाहिँ माथि छोटेन मोनास्ट्रीतर्फ जाँदैछौँ। यस्तो छ हो आजको नयाँ हो ज्याकेट। एक्सचेन्ज हो आमा डनहरू छ त। यस्तो छ है हामी जाँदैछौँ। अहिले माथि पुगिरहेको छौँ। हामी चाहिँ अब छुतेन मोनास्ट्रीतर्फ आइपुग्न आँट्यौँ। अनि यस्तो उकालो जानुपर्छ। ल कुदा जाउँ। ल ठाडो बाटो छ। टुरिस्ट पनि धेरै आएको रहेछ। यस्तो छ यहाँ चाहिँ। मजा आउँछ है घुमाउन। हामी झर्दैछौँ। ओह्रालो हेरिसक्यो। अन्त ओह्रालो जाँदैछौँ। सबैजना नानीहरू छ। ओह्रालो जाँदै गरेको चाहिँ यस्तो छ। अनि
यहाँ पाल्छेन र म छ पाल्छेन र म पनि जाँदैछु Pero mo sige. साइडमा यसो ओह्रालो हो सो अब तल गएर अलिक खाजासाजा खाने त्यहाँ देखाउँछु है तपाईँलाई त्यस्तो छ लु होइन एभ्री गेट इन साइड लु उकालो चढ झारो पाऊ सर म्याम आएको छैन खै म्याम कहाँ जानुभयो सर म्याम का बस्नु पर्यो म्याम त्यस्तो छ है हटलिक्समा आएको छौँ नानीहरू सबैजना से हेलो हेलो ल यता हेलो हेलो कस्तो रहेछ दामी पाल्छन् गुल्यो के भाउ कसलाई रिङ्गटो चल्यो कसले पिरो खानु भनिन्छ त अन्त उनीहरूको त चिज हो माउलो